कुनै पनि विषयको बारेमा छलफल गर्नु वा भन्नु अगाडि हामीलाई त्यसको परिभाषा दिन एकदमै महत्त्वपूर्ण हुन्छ। त्यसैले सुरु गरौँ यसको परिभाषाबाट। सर्वप्रथम त स्काउट भनेको के हो? हामीलाई थाहै छ कि स्काउट भनेको एउटा समाजसेवा गर्ने खालको एउटा संस्था हो। तर त्यति मात्र नभई स्काउट भनेको एउटा यस्तो सामाजिक संस्था हो जहाँ आफ्नो अनुशासन र जिम्मेवारीलाई बढी प्राथमिकता दिइन्छ। स्काउटको स्थापना सन् 1907 मा ब्रिटिस लेफ्टिनेन्ट कर्नल रोबर्ट वार्डेन पावेलले गर्नुभएको थियो। तर नेपालमा भने विक्रम सम्वत 2009 सालमा मात्र स्थापना भएको थियो। स्काउट स्थापना गर्नुको मुख्य कारण भने के थियो भन्दाखेरि स्काउट स्थापना गर्नुको मुख्य कारण भनेको युवाहरूको शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक विकास गर्नुको लागि यस संस्थाको स्थापना भएको मानिन्छ, ताकि उनीहरू एक जिम्मेवार नागरिकका रूपमा समाजमा योगदान दिन सकुन्। हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला, राम्रो हुनुहुन्छ होला। र आज चाहिँ हामी शान्ति भगवतीको यो हाइक सम्बन्धी भिडियो बनाइरहेको छु। यस भिडियोमा चाहिँ हामी शान्ति स्काउट ग्रुपको आयोजनामा हाइक हामी सुन्दरहरिचाको बागझोडामा गएका थियौँ। विद्यार्थीको शारीरिक, मानसिक, संवेगात्मक क्षमता विकास गर्ने हिसाबले, उहाँहरूको मनोबल बढाउने हिसाबले हामी उक्त क्षेत्रमा हाइक गएका थियौँ। यो चाहिँ हाम्रो फोटो सेक्सन है, र हामी त्यहाँबाट अगाडि बढ्यौँ। सदीप भाइ र मेरो चाहिँ त्यहाँको जिम्मेवारी स्काउट साइन, हाइक साइन बनाउँदै अगाडि बढ्ने थियो। र भाइ चाहिँ हाम्रो रोबर लिडर हो र भाइले चाहिँ बनाउँदै हुनुहुन्थ्यो। त्यस्तै हाम्रो एकदम राम्रो प्लेस थियो जहाँ हाम्रो मौसमले पनि धेरै साथ दिएको थियो। त्यहाँ हामीले डान्स पनि गऱ्यौँ, सबैले आफ्नो आफ्नो प्रतिभा देखाउनुभयो। हामीले कम्पिटिसन गराएका थियौँ। उक्त कम्पिटिसनमा सबैले भाग लिनुभएको थियो। आफ्नो क्षमता के छ त्यो देखाउनु भएको थियो। कसैले स्पिच, कसैले डान्स गर्नुभएको थियो है। र यस्तो गर्दै हाम्रो अब खानाको टाइम भएको छ यहाँ, र अब हामी बिदा हुने समय भयो। यो मैले छोटो मात्रै क्लिपहरू लिएको छु। अनि यहाँबाट हामी भाँडा धुँदैछौँ। हाम्रो नानीहरू भाँडा धुँदै हुनुहुन्छ। र यो हाम्रो हाइक समापन गरेर हामी जस्तो आएको थियौँ त्यस्तै जानको लागि तयारी गर्दैछौँ है। यहाँ अब सबैजना लाइनमा लाग्नु भएको छ। सरहरूले उहाँहरूलाई के कस्तो भयो भनेर बुझ्दै हुनुहुन्छ, यसको अस्तित्व के हो भनेर बुझाउँदै हुनुहुन्छ। त्यस्तै गरेर हामी चाहिँ बिदा भयौँ। हस्, धन्यवाद, थ्याङ्क यू।